नेपाली प्रोले बुढी मारेछ साला। घरमा खोखरी हानेर आधी कल्चो बनाएर अनि हस्पिटल लाँदा मरेछ। आफै त साइकै थियो, बुढीधरि मारेछ। मैले जुन टाइटल राखेको थिएँ भिडियोमा यो अर्थ पागलै थियो क्या, कसम भने कसम। यस्तो मान्छेले मान्छे मार्छ क्या, कसम मार्छैन क्या। नमस्ते, म नेपाली ब्रो। नेपालमा के भएको होला है? त्यही त के भएको नेपालमा आफ्नो बुढी मार्ने, बनावटी कुरा लाएर फसाउनु अथवा अर्कालाई किन जिउन नदिनु। हुन त अब मेरो पनि धेरै कहानी छ, मेरो त कुरा नगर्नु, मेरो त सबै कुरा भइसक्यो। मेरो त मेरो हातबाट कोही एउटा कमीले पनि नबरोस् र कसैले मलाई पनि जसले आफ्नो बुढी मार्यो त्यसले चाहिँ हामीहरू हातबाट कमिलो पनि नमरोस् भनेको छ। र मान्छे पटक पटक मर्न खोज्ने रहेछ र पटक पटक अरूलाई मार्न खोज्दो रहेछ क्या। तर मार्न खोज्दो रहेछ, मार्दो पनि रहेछ। र मान्छेको जीवन मृत्यु भनेको चाहिँ छैटौँमा लेखेको हुनेछ। उसले चाहिँ माथिबाट नै भगवान्ले दिएर पठाउँछ क्या। कसैले मार्छु भन्दैमा त्यो मर्दैन रहेछ र आफै मर्छु भन्दा पनि त्यो मर्न सकिने रहेछ। मलाई चाहिँ के लाग्यो भन्दाखेरि यो नेपाली ब्रोको चाहिँ मानसिक सन्तुलन अलिक ठिक ठाउँमा थिएन जस्तो लाग्यो क्या। किन भन्दाखेरि 2 दिन अगाडि यसरी बोलेर भिडियो बनाएको छ, मर्ने मार्ने भनेर क्या, त्यही टपिकमा। र हिजो राति आफ्नो बुढी मारेको छ, आफ्नो बुढीलाई चाहिँ म मार्छु भन्ने सोच आइरहेको थियो होला क्या। त्यही भएर के भन्न चाहन्छु भने हिजो भर्खरै चाहिँ तपाईँको एउटा जमदार, हाम्रो चाहिँ आर्मीको जमदारहरूलाई बाउले नै मार्यो, कहिले स्वास्नीले के अरे लोगले मार्छ। त्यही हो क्या, यसको चाहिँ दिमागमा त्यही कुरा खेलिरहेको थियो। अनि यसरी बोलेर भिडियो बनायो, किन भन्दाखेरि टिकटकमा त भिडियो हालिरहेको हुन्छ। कोहीले बाउले बच्चा मार्छ, कोहीले चाहिँ प्रेमीलाई मार्छ। यस्तो कुराहरूले चाहिँ अहिले चाहिँ मलाई चाहिँ कस्तो टेन्सन हुन थाल्यो क्या। रात निद्रा लाग्दैन। यो देशमा किन यस्तो भइरहेछ? किनकि फल नभइकन त त्यसरी अर्काको ज्यान लिन सक्दैन होला नि त। त्यही भएर प्रभु, मेरो हातबाट चाहिँ कसैको ज्यान नगोस् र कसैले पनि मलाई चाहिँ ज्यान नबारोस्। सम्बन्ध मिल्दैन, विचार मिल्दैन, छुटेर बसौँ र कसैको सम्पत्तिमा लोभ पनि नगरौँ भन्न चाहन्छु। र यस्ता कुराहरू सुन्दाखेरि मलाई चाहिँ आफै डिप्रेसन हो कि जस्तो फिल हुन्छ। त्यही हो क्या, यो आफ्नो जे भइरहेछ त्यही बोलिरहेछ क्या यसले। नेपाल सरकारलाई के भन्न चाहन्छु भने कानुन संशोधन गर्ने हो कि रोजगार दिने हो कि यस्ता खराब व्यक्तिहरूलाई चाहिँ कानुनको कठघरामा ल्याउने हो कि सबै कुरा गरेर बालन सरकारलाई के भन्न चाहन्छु भने यो एक बारको जिन्दगीमा पाएको जिन्दगीलाई मृत्युमा परिणत नत्र 81 लाइफ स्मुथ चलिरहेको छ होइन। टिकटकमा म आएर यसरी मान्छे मर्ने मार्ने यसरी यस्तो भइरहेछ भनेर त्यो टपिकमा म बोल्दिनँ क्या। जस्तै मैले आज भिडियो बनाएँ यसरी, किन भन्दाखेरि घटना घट्यो र मैले बोलेँ। के न के त हुनु पऱ्यो नि त, उसको दिमागमा के न के त छुनु पऱ्यो, अथवा काहीँ आफ्नो मान्छेले आफ्नै मान्छेलाई मार्यो, केही घटना भएपछि त्यसको टपिकलाई लिएर चाहिँ के कारण यस्तो भइरहेछ भनेर त्यसरी बोल्ने हो नि त। 81 यस्तो टपिकमा बसेर बोलिरहेछ भनेपछि आफै बुझ्नु चाहिँ के हो यो। बालन सरकारलाई के भन्न चाहन्छु भने यो एक बारको जिन्दगीमा पाएको जिन्दगीलाई मृत्युमा परिणत गर्न नदिनुहोस् सरकार भन्न चाहन्छु। र कसैले चाहेर म मर्छु भनेर पनि मर्न सकिँदैन रहेछ र कसैलाई म मार्छु भन्दा नि त्यो सम्भव रहन्छ। यो कुराहरू चाहिँ म आफूले नै सामाजिक सञ्जालमा देखिरहेको छु। त्यही भएर गणेश भगवान्ले सबैलाई रक्षा गरोस् र एक बारको जिन्दगीमा एक बार जन्मिनु छ, कसैलाई नफसाउँ, कसैको सम्पत्तिमा लोभ नगरौँ। आफै मैले जस्तो 24 घन्टामा 22 घन्टा काम गरौँ। हेर्नुहोस्, मैले खान्छु घुम्छु, त्यो अर्काको पैसामा होइन गाइस, म आफै दुःख गरिरहन्छु। यसरी दुःख गरौँ, कसैले नफसाउँ। त्यो नै म तपाईँलाई चाहिँ एउटा सन्देश दिन चाहन्छु। हेर्नुहोस् त नेपालमा मृत्यु मृत्यु मृत्यु, उहाँ 80 साहब 5 खालमा लेडिज र उहाँ पनि मर्नु भएछ भनेपछि कहाँ हो त्यो? फेरि त्यो न्युज थाहा पाएर यसरी भिडियो बनाएको हो क्या त्यसो भए? के हो आफूले चाहिँ के गरे नि? चिरपट कता छ अरे, राइट कति राम्रो विचार रे। हेर्नु न अब यहाँ राइट कति राम्रो विचार रे। 2 दिन अगाडि मुखमा एउटा मनमा एउटा, यस्तो राम्रो फ्यामिली, बुढीको अनुहार हेर्नुहोस् पहिला होइन। हुनुहुन्न रहेछ होइन, यति ठुलो छोरा हुनुहुँदो रहेछ, तर सधैँ आफूलाई अविवाहित भन्दै चिनाउन चाहने नेपाली ब्रो, उहाँको सम्पूर्ण परिवारलाई म एकैचोटि स्वागत गर्न चाहन्छु। नमस्ते। हजुर नमस्ते। म पहिला बाबुबाट जान्छु ल। बाबुको नाम चाहिँ के हो? जेनिस थापा। जेनिस थापा। बुवाको नाम के? कुमार थापा। कुमार थापा। के हो नेपाली ब्रो सर, आज त के हो त यस्तो? ठिक छ सर, यस्तै हो। आर्मीमा हुनुहुन्छ नेपाल। नमस्ते तपाईँलाई फेरि पनि। नमस्ते। आज होइन एकैचोटि सायद सम्भवतः पहिलोचोटि मिडियामा आउनु भएको छ यहाँ है? सायद त्यही नै हो।
अनि तपाईँको जुन छ नि उहाँ तपाईँको श्रीमान होइन यति हँसिलो ह्यान्डसम होइन के भन्नुहुन्छ मलाई कसरी तपाईँहरूको पहिलो भेटघाट भयो कि मागी विवाह हो कि प्रेम विवाह हो कि के हो तपाईँहरूको खास खास पहिला त हाम्रो प्रेम विवाह हजुर प्रेम विवाह नै भन्नुपर्छ ल परेपछि माग्न आउनु भयो अनि हाम्रो विवाह भयो ल परेर माग्न आउनु भयो कति वर्ष भयो विवाह भएको तपाईँहरू हाम्रो 16 वर्ष भयो ठ्याक्कै 16 वर्ष है ठुलो बाबु कति वर्ष पुग्नुभयो अहिले 14 पुरा भएर 15 लाग्यो बाबु 14 3 वर्ष अगाडि भयो बुढी भनेपछि 18 17 18 त्यस्तै भयो सरकारी जागिरे आर्मी बुढी होइन लाइफ मस्त चलिरहेको थियो सोसियल मिडियाले गर्दा र यो नेपाली ब्रोको पारा बेहोराले गर्दा पनि होला आज यो अवस्था आयो क्या राम्रो महसुस भइरहेको छ बाबाले गरेर हामी त अहिले मिडियाको गाडी आउनु पाएको छ त्यस्तै हो साथीहरूले के भन्छ राम्रो भन्छ बा राम्रो खेल्छ विभिन्न प्रकारको अन्तर्वार्ता अभिव्यक्तिहरू पनि आइरहेको हुन्छ होइन यो सबै सुन्दाखेरि कस्तो हुन्छ तपाईँलाई चाहिँ खास खुसी लाग्छ अब जस नाम चलेको राम्रै लाग्छ होइन नाम चलेको फलानाको बुढो यस्तो भयो अहिले यस्तो यस्तो भन्ने साथीहरूले पनि भनिरहेको हुन्छ अनि रमाइलो लाग्छ खुसी लाग्छ प्राउडै गर्नुपर्छ यसको यो कुरामा चाहिँ अब धेरै बोले पनि जे होस् फ्यामिलीलाई चाहिँ माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ र हामीले पनि सपोर्ट गरिरहेको छौँ होइन आज यो दुईजनाको सपोर्टले गर्दाखेरि यो स्थानमा आइरहेका छौँ हामी मैले यो भिडियो पहिले नै हेरिसकेको छु पुरै यो भिडियो बनाउँदाखेरि त्यतिखेर मलाई के लागेको थियो भन्दाखेरि नेपाली ब्रो चाहिँ मिडियामा अन्तर्वार्तामा जे पाइदिए बोले पनि होइन हावा कुरा गरे पनि जस घरमा चाहिँ आफ्नो फ्यामिलीलाई चाहिँ केयर गर्ने माया गर्ने दायाँ बायाँ नगर्ने होइन आफ्नो श्रीमतीलाई पनि एकदमै रेस्पेक्ट गर्ने खालको मान्छे रहेछ राम्रै रहेछ फ्यामिली भन्ने लागेको थियो मलाई कस्तो त्यो लागेको थियो अनि श्रीमती पनि एकदमै राम्रो हुनुहुँदो रहेछ होइन भन्ने लागेको थियो है तर अहिले यस्तो भइदियो क्या